नमस्कार, जय घन्टी। आज यो राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन चाहिँ भरतपुरमा भइराखेको अवस्था छ। यसै सिलसिलामा म पनि आज यहाँ सामेल भएको छु। यहाँहरूलाई देखाउँ, केही छिन अगाडि यहाँ भीषण वर्षा भयो, ठुलो पानी पऱ्यो। तर अहिले चाहिँ पानी पनि रहेको छ, मौसम पनि शीतल भएको छ। यहाँ देशभरिबाट लाखौँको सङ्ख्यामा मानिसहरू आउँदा छ। यो चाहिँ बाहिरी भाग है, बाहिर ग्राउन्डमा। अब भित्र हलमा त खचाखच टेन्ट लगाएर हल बनाइएको छ। त्यहाँभित्र हामी लगेर देखाउँछु। पूर्व प्रधानमन्त्रीले विभिन्न पार्टीका नेता साथीहरू प्रयास सहभागी हुनुभएका हलहरू चाहिँ खचाखच छ। यहाँ भरिएपछि यो बाहिरको जनमानस गर्मी थियो, भयानक गर्मी थियो भने केही छिनपछि फेरि पानी पऱ्यो, बर्सात। त्यसका बावजुद पनि आम जनता चाहिँ एकदम स्वतस्फूर्त रूपमा व्यापक उपस्थित छ।